हेलो साथीहरु, अहिले हामी चाहिँ बजार जानु लागेको। माम पनि हुनुहुन्छ यता चाहिँ अर्को माम हुनुहुन्छ घर सामनेको, यता चाहिँ मेरो माम हुनुहुन्छ। हामी चाहिँ बजार जानु लागेको। मामको हात दुख्यो अरे, बेजी हान्नु जानु लागेको। माम हेरंगा ताम चाहिँ पामको टिका ताजिरो या चाहिँ सुखा जिने हो या सुखा जिरो बेजी रो पारिने वाला यहाँ चाहिँ माम चाहिँ टिका ग्लुबा क्या वाला मांगलू बनी टिका ग्लुबा आए क्या वाला तिनी क्या मान त्यो बोली का मैं तो तेरे मचाल सिला तिराको लागि क्या भन्छ माम क्या वाला घरगी गाङ माम अनि नानी वाला चाहिँ बजार गएको हामी चाहिँ लो साथीहरु, हामीको चाहिँ गाडी रुङ्दा हालत यस्तो भयो है। माम गाडी त ब्रा के भन्छ रोकेको भन्छ नि पूर्वला न हामी चाहिँ गाडीलाई रोकेको। मामहरु यस्तो भयो हालत चाहिँ बाले सुकाला र नि त ब्रासिलिन हिँडेर जाँदा खुट्टा दुख्छ, त्यही भएर गाडी रोकेको। हामी चाहिँ ऊबाट गाडी अटो आउँदैछौँ, देख्नु हुँदैछ हजुरहरूले। हामी त्यसरी बाटोमा बसिरहेको छु। मामहरु अलिक बुढी हुनुहुन्छ नि त, मामहरुको खुट्टा दुख्छ अरे। मामको भन्दा बेसी मेरो खुट्टा दुख्छ भन्नु पनि सरामै लाग्दो। मामहरुको सामने भन्नु पनि सरामै लाग्दो। अटो पनि आउँदैछ हो। अस्ति नै जस्तो राम्रो भएको हिँडेर टुङको मामको यहाँ के लागेर आउँछ? मामले त खाली हिँडेरै जाउँ न रम्नु भेटे हुनु त हो नि गरेर बुटुक बल्ल अटो पनि रुँदा आयो है साथीहरु। यो चाहिँ हाम्रो अगाडि नै हो, यो फ्ल्याग भएको छ चाहिँ हाम्रो घर छ। अटो चाहिँ आयो बल्ल माम उठ्नु।